वाव ल फेरि कता हो त ए बाबा होइन है ए अब यस्तो छ कता होला र ल यस्तो छ बोप्ताङ जान्न डाँडा हेलो गाइस हामी चाहिँ भाइरल डाँडा आएको कहाँबाट उड्ने चाहिँ कताबाट हो प्याराग्लाइड ए यहाँ रहेछ नि त भिन्दा जाउँ न जाउँ एकलट चटपट न चटपट खाएर जानु पानीपुरी है कोसी पर्दैछ अरे ए बनिरहेको त मेरो भ्लगै भ्लगको के पर्वत पनि गरे टोपी लगाइदिने ए पर्वत पर्वत गरे फुल यसमा क्या यसमा फोटो खिच्ने कि भिडियो बनाउने होला नि के छ दाइ आरामै ठिकै छ त्यहाँ चिप्लिन्छ हौ रोमा बिस्तारै यता आउँदै हुनुहुन्छ भाइ एकदम पहिलाबाट नदिएको अरू छैन कम्पनी अलगै छ तीनपट्टि छुटेर बसी यो चाहिँ जा जा उड्दै उड्दै यो ठाउँको नाम त पोलदेखि नै थियो तर यो
प्याराग्लाइडिङ गर्ने टोलीहरू डर लाग्छ बरु पानीमा हाम फाल्छ नि हो कि त्यो पनि दिदो रहेछ त त्यसमै सक्छ म धरे अड्क्यो भने टुरिस्टहरू आउँदा राम्रो नि त्यस्तो है यहाँबाट सिधै प्याराग्लाइडिङ गरेर उहाँ चौरी उता चौरीमा होला ल्यान्ड हुने लान्छु भनी माथिबाट दिएर यो हावाको बिहेरले पछाडा हावा आएको छ भने तिर जाने हो नि त नत्र रुखमा अड्केर उठ्यो I mean, at the beginning it's going hard. It's already super small. This is something like it's just like this one. You see this one? That it's almost there, but just more in the riverside. Just from here, whatever. You can do it like that, as a method, but for two or for three. Ah, no, I made a sample for him. I want more than you than me, but the paragliding is something like that. But the burden is we go that way, but just I don't care if I'm important is more than you than me. If I'm in the right side of the picture, doesn't matter. बराबर ब्यालेन्स हुन्छ होइन त्यो नि हो नि त ल पोखरामा तिर्नुपर्छ त जानिँदैन अरे नि त जान्नुपर्छ वाउ मैले कसरी एरिया खोल्नु डाँडातिर गइरहेको छ कलेक्सन गर्नु पऱ्यो दिनु भन्दा पहिला कलेक्सन गर्नु मैले दुध हेलो पहिले सिर्फिट कति राम्रो आएको त्यो पुरा मिलेन नि मलाई जाने क्रिकेट देखाउनु आमालाई त बोलाउन आमा यहाँ लबडे नाप्न बिस्तारै गर्दा ल यो कपाल पनि ठ्याक्कै कपाल पराइदियो ल तिमी निदाउनु बिर्सियो आमाको त कामै गर्दैन अटोले 300 लिन्छ त अटोमै जान त जानु कहाँ जानु चरा पनि सेतो हुन्छ